दाल भात तरकारी सादा खाना उच्च विचार छैन सादा जीवन उच्च विचार छैन हैन छोरी हाम्रो। हेलो साथीहरु, यो भिडियो हेर्न आइपुग्नु भएका सबैलाई दर्शन नमस्ते। र मैले पनि नयाँ युट्युब च्यानल खोलेको छु हैन। अनि यो च्यानलमा मैले 2-4 भिडियोहरु भर्खर अपलोड गरिरहेको छु। अनि हेर्नुहुने देख्नुहुने साथीहरुले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला साथीहरु, सपोर्ट गरिदिनु होला। म पनि एउटा सानो युट्युबर रहर छ, एकदमै रहर भएकोले युट्युब च्यानल खोल्यो हैन। यो चाहिँ मेरो घर वरिपरिको वातावरण, फूल फलेदाहरू, मकै यस्तै छन्, एकदम रमाइलो छ हैन। अनि आज मैले दाल भात तरकारी, तिते करेला, दाल भात, कागतीको अचार, मुकबाङ लिएर आएको छु घर वरिपरिको सानो क्लिप सहित। सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला यो नयाँ युट्युबरलाई भन्न चाहन्छु साथीहरु। तिते करेला हामीले यसरी बनाइरहेका छौं। तिते करेला यो भात छ जाउलो कुकरमा। हाम्रो किचनको हालत यस्तो छ। कहिले पैसा कमाएर धनी भएर यस्तो गर्नु होला, राम्रो किचन बनाउनु होला बाबा। हरे बाख्ना धनी हरे नबाबुले भन्थे बाबाले बा सरी खाना खाने सरी भात खाने कस्तो मिठो। मैले अचार देऊ न मलाई। ओ बुढिया म अचार देऊ। के दिन रे त्यो काजु अचार देऊ न। अलिकति सस्तो देऊ न, यदि आधा जस्तो। दाल भात तरकारी सादा खाना उच्च विचार छैन सादा जीवन उच्च विचार छैन हैन छोरी हाम्रो। खाना मात्रै सादा हो नि हाम्रो। भन्ने भइगयो। मेरो नाम बिनी राणो, मेरो बाबाले हेर्नु होला श्रोताहरु।
हेर्नु होला दर्शकहरू भन्नु त श्रोताको। नमस्कार दर्शकज्यूहरू भन्नु। नमस्कार गाइज भन्नु या नमस्कार गरेर। What are you doing? I'm cooking. What are you doing, bro? Tata? Chicken. Bunny. Pani. Sorry, pani ल्याउनु त। कागती अचार हो साथीहरू। तिते करेला, दाल, भात। अरे क्यों हल्ला करता है? अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद साथीहरू भन्दै यो भिडियोबाट बिदा चाहन्छु।